र अब जुन केही समयपछि चाहिँ यहाँ लामा नृत्य भनौँ अथवा एउटा लामा डान्स यो छाम हुन गइरहेको छ र त्यो सकेपछि फेरि हामी भोजनपछि फेरि युङ्नेको वाङको कार्यक्रम रहेको छ। अहिले चाहिँ म तपाईँहरूलाई यो जुन छाम भनौँ एउटा लामा नृत्य यसको विषयमा थोकरीमा केही जानकारी दिन चाहे। सबैभन्दा पहिला यो लामा नृत्य भनौँ यो छामको इतिहास कस्तो रहेको छ भन्दाखेरि हामी सबैले थाहा भएकै कुरा आजभन्दा 25-26 वर्ष अगाडि तथागत भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मिनुभयो र उहाँले यो संसारको दुःख सबै थाहा पाउनु भएपछि बोध भएपछि उहाँ चाहिँ त्यो दुःखबाट मुक्त हुनको लागि चाहिँ दरबार त्याग गरेर एउटा मार्गको खोजीमा लाग्नु भएको थियो र 6 वर्ष पश्चात उहाँले एउटा बोधि ज्ञान प्राप्त गर्नुभयो र उहाँ बुद्धत्व प्राप्त गरे पश्चात चाहिँ उहाँले जबसम्म उहाँ महापरिनिर्वाण हुनु भएन तबसम्म चाहिँ उहाँले आफ्नो शिष्यहरूलाई आफ्नो चेलाहरूलाई चाहिँ आफ्नो मति क्षमता अनुसारको चाहिँ धर्मदेशनाहरू दिनुभएको थियो। जस्तै कि श्रावक यानको चेलाहरूलाई श्रावक यानको धर्मदेशना दिनुभएको थियो भने बोधिसत्व यानकोहरूलाई अनि महायानको धर्मदेशना, त्यस्तै गरी वज्रयानको शिष्यहरूलाई चाहिँ वज्रयानको धर्मदेशनाहरू दिनुभएको थियो। त्यही क्रममा जुन एउटा अहिले हाम्रो यहाँ हुन गइरहेको छाम भनौँ लामा नृत्य चाहिँ वज्रयान अन्तर्गत पर्न जान्छ र यो बुद्धकालीन समयदेखि नै भएको एउटा साधना हो। अहिले यो जुन लामा नृत्य भन्नाले हामीले अरू बेलामा हामीले एउटा मनोरञ्जनको लागि नाच गाने यस्तो गरिन्छ नि, त्यस्तो नभएर एउटा यो चाहिँ धार्मिक साधना हो। यो चाहिँ बुद्धले त्यतिखेरै जुन तन्त्रको उपदेशहरू दिनुभएको थियो त्यो समयमा पनि अनि जुन त्यो साधना गर्नेहरूले चाहिँ यसरी नै अब त्यो छाम भनौँ अब लामा नृत्यको यो वस्त्रहरू लगाएर चाहिँ यज्ञ गर्ने अनि त्यस्तै यस्तो छाम गर्ने चलन आएको थियो र त्यतिखेर चाहिँ अहिलेको जस्तो प्रचार प्रसार यसरी व्यापक रूपमै भएको थिएन। जुन अहिले हामीले यहाँ प्रदर्शन गर्न गइरहेको यो लामा नृत्य चाहिँ विशेष गरी तिब्बतबाट आएको चलन हो। जुन यसको बारेमा तपाईँहरूलाई म सक्करीमा भन्न चाहे जुन 8औं शताब्दीमा चाहिँ तिब्बतमा बुद्ध धर्मको स्थापना गर्नको लागि चाहिँ तिब्बतको महाराजा अनि छिसुङ देउचे उहाँले चाहिँ अनि भारतवर्षबाट चाहिँ बोधिसत्व शान्तरक्षित उहाँलाई चाहिँ अनि तिब्बतमा चाहिँ अनि निमन्त्रणा गर्नुभयो। उहाँको निमन्त्रणा गरेको अनुसार चाहिँ उहाँले तिब्बतमा पाल्नुभयो। तिब्बतमा पाल्नुभएर चाहिँ उहाँले तिब्बतको मान्छेहरूलाई अथवा त्यहाँको जनसमाजलाई उहाँले एउटा अनि कुशल अकुशल धर्मको बारेमा त्यस्तै गर्यो अनि कर्म हेतुको फलको बारेमा त्यस्तै गर्यो अनि शरण गमन यस्तो केही धर्मदेशनाहरू दिनुभएको थियो र त्यतिखेर जुन तिब्बतमा रहेको एउटा हामीले देख्न नसक्ने अदृश्य यस्तो खालको अब देवी देवता अब त्यहाँको सिनीभूमिहरू यस्तोहरूले चाहिँ धेरै विघ्न बाधाहरू यस्तो खडा गर्यो। अनि त्यो समयमा चाहिँ अनि बोधिसत्व शान्तरक्षित उहाँले चाहिँ एउटा भविष्यवाणी गर्नुभएको थियो कि यो समयमा अहिले चाहिँ नेपालमा अनि गुरु पद्मसम्भव एउटा तान्त्रिक गुरु त्यस्तो हुनुहुन्छ, उहाँलाई चाहिँ हामीले यहाँ निमन्त्रणा गरेर चाहिँ यहाँ ल्याउन सक्यो भने चाहिँ हाम्रो यो चाहिँ कार्य सफल हुनेछ। हामीले तिब्बतमा चाहिँ यो बुद्ध धर्म चाहिँ एकदमै राम्रोसँग स्थापना गरेर प्रचार प्रसार गर्न सकिन्छ भनेर उहाँले एउटा त्यतिखेर अनि सल्लाहको रूपमा चाहिँ एउटा भविष्यवाणी गर्नुभएको थियो। त्यही अनुसार चाहिँ अनि महाराज छिसुङ देउचे उहाँले चाहिँ अनि दूतहरू पठाएर चाहिँ अनि गुरु पद्मसम्भवलाई चाहिँ तिब्बतमा अनि लानु भएर तिब्बतमा उहाँ जानु भएर तिब्बतमा सबैभन्दा पहिला चाहिँ अब तिब्बतको हाम्रो अहिले गुम्बाहरू छ नि, गुम्बामा सबैभन्दा पहिलो गुम्बा चाहिँ कुन रह्यो भन्दाखेरि सामे मिन्जुर पुन्जिटुपे तुलाखाङ भन्छ हामीले हो त्यो गुम्बा हो। त्यो गुम्बा निर्माण गर्दाखेरि चाहिँ उहाँले जुन त्यहाँ यही छामको प्रदर्शन त्यहाँ गरेर चाहिँ
उहाँले छ्याम गरेर चाहिँ अनि भूमि पूजाहरू भूमि अधिष्ठान गरेर चाहिँ त्यहाँबाट चाहिँ छ्याम सुरु भएको थियो। अनि त्यो समयमा उहाँहरूले त्यो गुम्ब बनायो। अनि त्यसपछि चाहिँ उहाँले अलि जति पनि हामीले यो कन्जुर पाठहरू वाचन गर्ने कन्जुर पाठहरू छ त्यस्तै गरी तेन्जुर भनिन्छ हामीले जुन बुद्ध वचनहरू सबै चाहिँ त्यतिखेर चाहिँ जुन भारतवर्षमा पहिला अब संस्कृत भाषामा त्यस्तै गरी पाली भाषामा भएको त्यो बुद्धको वचनहरूलाई चाहिँ सबै भोट भाषामा अनुवाद गरेर चाहिँ त्यो चलन चल्ती अहिलेसम्म हामीसम्म आएको चाहिँ यही हो। र यो छ्याम पनि अब धेरै प्रकारको हुन्छ। अब गुरुहरूको आफ्नो हामीले भाग्य नाउँ भन्छ। भाग्य नाउँ भन्नाले एउटा प्योर भिजन उहाँहरू जुन एउटा ध्यान साधनामा बस्नु हुँदाखेरि उहाँहरूले आफूले अब जस्तो आफ्नो इष्टदेवहरू दर्शन हुन्छ त्यही अनुसारको चाहिँ त्यसै गरी उहाँहरूको अनुभूति अनुसार चाहिँ अलग अलग हामीले अहिले छ्यामको मुद्राहरू भयो सामने नाच्ने तरिकाहरू अलग अलग देख्न पाइन्छ। हामीले त्योहरू चाहिँ गुरुहरूको आफ्नो आफ्नो त्यो प्योर भिजनमा जस्तो देखिन्छ त्यही अनुसारले अलग अलग हुन गएको हो। जुन यो छ्याम भनौँ अब लामा नृत्य हामीले हाम्रो गाउँठाउँमा हेर्न पाउनु भनेको चाहिँ धेरै सौभाग्यको कुरो हो। यो हेर्नको लागि चाहिँ हामी कति दुःख गरेर कति टाढा जानु पर्थ्यो। अहिले हाम्रै गाउँठाउँमा हाम्रै आँगनमा यहाँ भइरहेको छ यो जुन लामा नृत्य चाहिँ यो चाहिँ हाम्रो एउटा धेरै सौभाग्य हो। र यसको जुन फाइदा भनौँ अब यो हेर्नाले के हुन्छ भन्दाखेरि यसको विषयमा छोटकरीमा भन्न चाहन्छु। जुन हामीले बौद्ध धर्ममा के भन्छ भन्दाखेरि फुङडोल फेडोल भन्ने अनि ताडोल भन्ने अनि रेडोल भन्ने यस्तो खालको मुक्ति हुने एउटा उपाय जुन बुद्धले देखाउनु भएको उपाय छ दुःखबाट मुक्त हुने उपाय त्यो चाहिँ अब हामीले यसरी विभाजित गरेको पाइन्छ। फुङडोल भन्नाले चाहिँ एउटा आँखाले देख्नाले मात्रै पनि दर्शन गर्नाले मात्रै पनि हामी मुक्त भएर जाने दुःखबाट मुक्त भएर जाने त्यो छ्याम भन्छ। अब लामा नृत्य चाहिँ त्यो अन्तर्गत पर्न जान्छ। फुङडोल भन्छ हामीले। फुङडोल भनेको हामीले दर्शन गरेर दुःखबाट मुक्त हुने। अहिले अब तत्कालीन हामी सबै दुःखबाट मुक्त हुन नसके तापनि हाम्रो मनमा यो एकचोटि मात्रै दर्शन पाउनाले हाम्रो मनमा के हुन्छ भन्दाखेरि बुद्ध हुनेको बुद्धको विजन उत्पन्न हुन्छ। बिस्तारै बिस्तारै चाहिँ हामी यो संसारको सारा दुःखबाट मुक्त हुन सक्ने त्यस्तो खालको अनि धेरै फाइदाहरू छ। र छ्याममा पनि हामीले यो जुन लामा नृत्य छ त्यसमा पनि अब शिवा ठोवा भन्छ। अब शान्ति र क्रोधित देवी देवताहरूको चाहिँ मुद्राहरू गरेर चाहिँ हामीले यो छ्याम भनौँ यो नृत्य यो ऊबाट चाहिँ हामीले प्रदर्शन गरिन्छ। जस्तै कि शिवको भनौँ अथवा शान्ति देवी देवताहरूको त्यो हामीले नृत्य हेर्नले कस्तो हुन्छ भन्दाखेरि हामी भनौँ हाम्रो मनमा भएको जति पनि नराम्रो विचारहरू नराम्रो अब नेगेटिभ थटहरू छ नि हामीमा त्योहरू चाहिँ सबै शुद्ध भएर जाने त्योहरू सबै हटेर जाने। त्यस्तै गरी हाम्रो मनमा चाहिँ दया माया करुणा जस्तो यस्तो सद्गुण सद्भाव त्यस्तो खालको राम्रो गुणहरू चाहिँ वृद्धि भएर जाने फैलिएर जाने विकास भएर जाने यस्तो खालको फाइदाहरू हुन्छ भने त्यस्तै गरी क्रोधी भगवानको जुन लामा नृत्य भनौँ यो छ्याम हेर्नाले चाहिँ हाम्रो अब बाधा विघ्न बाधाहरू हटेर जाने। जस्तै कि हाम्रो शत्रु भन्नाले दुई प्रकारको हुन्छ। एउटा भित्री शत्रु र एउटा बाहिरी शत्रु भन्छ हामीले। भित्री शत्रु भनेर कसरी बुझिन्छ भन्दाखेरि हामीलाई दुःख दिने शत्रु भनेको दुःख दिने हुँदैन हाम्रै मनभित्र भएको हाम्रो त्यो हो अनि रिस अनि लोभ जस्तो यस्तो नराम्रो हाम्रो मनमा भएको क्लेशहरू छ नि हो यही हाम्रो शत्रु हो। यसले गर्दै हामीले दुःख पाइरहेको हुन्छ नि होइन। त्यही कारणले हामी यो क्रोधी लामा नृत्य हेर्नाले चाहिँ हाम्रो त्यस्तो मनमा भएको त्यस्तो नराम्रो शत्रुहरू हटेर जाने अनि त्यो सबै निर्मूल भएर जाने। त्यसै गरी बाहिर हामीलाई दुःख दिने शत्रुहरू पनि सबै अब हटेर जाने शान्त भएर जाने यस्तो धेरै प्रकारको अनि फाइदाहरू हामीले उल्लेख गरेको हामीले शास्त्रतिर देख्न पाइन्छ। र त्यसै गरी यस्तो फाइदाहरू धेरै छ र यति हामीले हेर्नाले मात्रै पनि यस्तो यति फाइदा हुन्छ। तर हामीले यो छ्यामहरू हेर्दाखेरि मनमा कस्तो खालको भावना लिनुपर्छ भन्ने विषयमा पनि छोटकरीमा भन्न चाहेँ। हामीसँग टाइम एकदमै कम्ती छ समय धेरै नै कम्ती छ। त्यही कारणले म तपाईँहरूलाई छोटकरीमा भन्नुपर्दा जुन हामीले छ्याम हेर्दाखेरि हाम्रो भावना भनौँ मनमा कस्तो खालको सोच लिनुपर्छ भन्दाखेरि
सबैभन्दा पहिला यहाँ काम गर्ने गुरुहरू आउनुहुन्छ। यो गुरुहरू आफैले पनि कस्तो खालको भावना गर्नुहुन्छ भन्दाखेरि म चाहिँ एउटा साधारण मान्छे यस्तो होइन, जस्तै मानव कि मेरो नाम दावा हो, म चाहिँ यस्तो अहिले काम गरिरहेको छ भने म अरू बेलामा गर्ने त्यो दावा भन्ने होइन भने जस्तै कि स्वयं आफूले जुन इष्टदेवको यहाँ नृत्य प्रदर्शन गरिरहेको छ त्यही इष्टदेव हो भनेर मनमा त्यस्तो खालको भावना गरेर, जुन क्षम गर्ने गुरुले पनि त्यस्तो खालको भावना गरेर देखाउनुहुन्छ र हामीले हेर्दा पनि हामीले अरू बेलामा देखिरहेको मान्छे त्यो चिन्यो भने चाहिँ ओ यो मान्छे त्यो मान्छे त्यस्तो खालको मनमा नलिएर चाहिँ स्वयं यहाँ इष्टदेव अगाडि भगवान् नै स्वयं आउनु भएर चाहिँ यो नृत्य चाहिँ प्रदर्शन गर्नुभएको छ भनेर मनमा त्यस्तो खालको भावना लिएर चाहिँ हामीले त्यो काम हेर्न सक्यौँ भने चाहिँ धेरै नै फाइदा हुन्छ। हाम्रो त जुन अरू बेलामा हुने एउटा सामान्य भावना हुन्छ नि त्यसलाई चाहिँ उता राखेर अहिले चाहिँ हामीले जुन अहिले छाम हेर्ने बेलामा चाहिँ त्यस्तो खालको सबै भगवान् स्वयं चाहिँ यहाँ चाहिँ विराजमान भएर चाहिँ भगवान्ले नै प्रदर्शन गर्नुभएको छ भनेर त्यस्तो खालको मनमा लिएर चाहिँ हेर्न सक्यो भने चाहिँ धेरै नै फाइदा र अर्थपूर्ण हुन्छ। त्यस्तै गरी अब हाम्रो उद्देश्य भनेको नै के हुन्छ भन्दाखेरि जे कार्य गरे पनि बौद्ध मार्गीहरू भनौँ, विशेष गरी महायान बौद्ध मार्गीहरूको उद्देश्य के हो भन्दाखेरि आफू लगायत संसारका सारा प्राणी चाहिँ के हो क्षणिक र त्यस्तै गरी संसारको अन्तिम दुःखबाट मुक्त हुनुहुन्छ। त्यही कारणले हाम्रो यो महापुण्य कार्यको हाम्रो उद्देश्य पनि के हो भन्दाखेरि हामी यो संसारमा जति पनि अहिले दुःख पाइरहेको छौँ नि, जति पनि अशान्ति क्रान्तिहरू संसारमा जताततै युद्ध भइरहेको छ, त्यसै गरी अशान्ति फैलिरहेको छ, योहरू चाहिँ सबै शान्त भएर जाओस्, त्यसै गरी विश्वमा शान्ति फैलियोस् भन्ने र सबै प्राणीहरू चाहिँ दुःखबाट मुक्त होस् भन्ने त्यही उद्देश्यले चाहिँ हाम्रो यस प्रशिक्षक गुम्बाले चाहिँ यो पूजा आयोजित गर्नुभएको हो। त्यसरी अनि जति पनि यो पूजाको लागि सहयोग गर्नुहुने यहाँ प्रत्यक्ष उपस्थित भएर सहयोग गर्नुहुने, त्यसै गरी बाहिरबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरूलाई पनि म धन्यवाद चाहे। यति भन्दै म मेरो दुई शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। हस् त, धन्यवाद। भवतु सर्वमङ्गलम्।